तपाईहरु चाहिँ के खानुहुन्छ साथीहरु सब्जी भन्दै साथीहरु मैले चाहिँ मिनी भ्लग अथवा अल्छी मिनी भ्लग मैले सुरु गरिसकेको छु। हाम्रोमा थोरै घिरौलाको मुन्टा अनि चिको मुन्टा टिप्न जाउँ है त साथीहरु कति रहेछ हेरौँ। मलाई चाहिँ मासु भन्दा साथीहरु मलाई चाहिँ हरियो सागपात नै मन पर्छ प्राय जस्तो। सागपातमा चाहिँ सबैभन्दा मलाई चाहिँ साग मन पर्छ, त्यसपछि चाहिँ मलाई यस्तै मुन्टाहरु पनि धेरै मन पर्छ। साथीहरु आज चाहिँ हाम्रो सब्जी चाहिँ मुन्टा अनि आलु थोरै मिसाएर पकाउन लागेको म। अनि साथीहरु यो फर्सीको बोट चाहिँ पहाडको फर्सी हो, अस्ति भजुलले रोप्नु भएको रहेछ। सही चाहिँ साथीहरु नफल्ने रहेछ है, यताको फर्सी जस्तै, तर 2-3 वटा चाहिँ फलेको थियो। हामीले एउटा बाडेर खायौं। मलाई चाहिँ यो सब्जी थिएन भने साथीहरु खाना सब्जी बनाउन यति अल्छी लाग्छ साथीहरु, कहाँदेखि खोजेर ल्याउँ भन्ने हुन्छ नि त। मतलब आफ्नै बारीमा अब सागसब्जी छ भने साथीहरु त्यति टेन्सन हुँदैन, तर आफ्नै बारीमा सागसब्जी थिएन भने साथीहरु सब्जीको यस्तो टेन्सन हुन्छ नि साथीहरु, टाउकै दुखेर आउँछ हो। अब आजले त साथीहरु जसो तसो गरेर खोजेर पनि पकाइन्छ हैन, भोलिको लागि फेरि टेन्सन हुन्छ कि हे भगवान, छोरी मान्छेको जात त हो सब्जीको टेन्सन हुने त कुरै भएन साथीहरु, सबैलाई नै हुन्छ के यो बारेमा चाहिँ। फेरि हाम्रो बुइनी चाहिँ बिरामी छ, मतलब भदैनी चाहिँ बिरामी रहेछ साथीहरु। अहिलेको कस्तो अब छ भने नि साथीहरु, अब त्यस्तो खोकिने केही नलागिने डाइरेक्ट टन्सिल देखाउने के। अहिलेको यो बिरामी यस्तो आएको छ नि साथीहरु, थाहै हुँदैन क्या बिरामी भएको। धेरै गाह्रो भइसकेपछि मात्रै थाहा हुने साथीहरु। तपाईहरु पनि आफ्नो केयर गर्नु होला, मलाई पनि अहिले त्यस्तै हुन लागेको छ। अनि मैले त साथीहरु सब्जीहरु पनि पाकिसकेर पनि बुवा र मम्मीहरुले सबैलाई दिइसकेपछि म नि खान थाले। अनि खोर्सानीको कमी भएर त साथीहरु अनि भाइले ठ्याक्क ल्याइदियो के 2 वटा। अहिले त हेर्नु न साथीहरु, भर्खर खाना खाएको फेरि भदैनीले त फेरि पाइनापल लिएर होइरहन्। हैन एकछिन पछि खाउँ न हो बुइनी भनेको होइन र उलाई अहिले खानु पर्ने अरे फेरि अम्मा। ल न त त्यसैले काट्न त म भिडियो गर्छु भनेर चाहिँ म चाहिँ भिडियोतिर लागे, उ चाहिँ काट्नतिर लाग्यो। मलाई चाहिँ यो पाइनापलको कटाइ नै मन पर्छ कि साथीहरु। हेर्नु न यसरी साइडबाट निकालेको, अनि निकालिसकेर हेर्दाखेरि यस्तो राम्रो देखिन्छ। हामी मात्र खाने परेनौं नि फेरि साथीहरु, हामी भन्दा अलिकति ठुलो मान्छे पनि यहाँ बसिरहेको छ। ल अब हामी चाहिँ खान थाल्यौं साथीहरु, तपाईहरु चाहिँ हेरेर चाहिँ त बुझाउनु होला। छेउमै हुनु भएको भए साथीहरु म दिन्थे नै, तर तपाईहरु टाढोको मान्छे हुनु पर्यो, अब हेरेर चाहिँ त बुझाउनु। म चाहिँ वाउ कति महिनापछि म खानु पाएको भन्दै खाँदैछु कि साथीहरु, किनभने यो नखाएको कति महिना नै भइसक्यो। यसपालि मैले पनि त्यति खानु पाइन साथीहरु। पोहोर साल चाहिँ मैले कति धेरै खानु पाएँ, किन भन्दाखेरि पोहोर साल चाहिँ साथीहरु दिदी चाहिँ त्यस्तो पेटको हुनुहुन्थ्यो नि त, त्यही भएर चाहिँ किनिरहनु हुन्थ्यो नि त, त्यही भएर पनि हामीले खानु पाएको हो पोहोर चाहिँ। अनि साथीहरु पाइनापल खाँदा खाँदै यहाँनिर हाम्रो गाउँको बोजूको पनि कार्ड आइसकेको छ बर्खीको। बर्खन्त चाहिँ साथीहरु साउन 11 गते सोमबार हो, तपाईहरुलाई थाहा छैन भने मैले भनेकै मार्फतदेखि आउन सक्नुहुनेछ। अब चाहिँ साथीहरु हामी भाडाकुडातिर जाउँ है त धुनलाई। अहिले चाहिँ भाडाहरु पखालिसकेर धुइसकेर साथीहरु घर पनि सफा गरे। अनि दिदीको घर गएपछि फेरि लुगा धुनु पर्ने छ कि साथीहरु, मेरो यति धेरै छ लुगा। मलाई लुगा धुनु भनेपछि यति गाह्रो हुन्छ, बरु म अरु केही काम गर्छु होला साथीहरु, लुगा धुनु भनेपछि म त भए